हेलो नमस्ते तपाईहरुलाई फेरि यो भ्लगमा उपस्थित भइसक्यो। आज चाहिँ म खेती गर्न जाँदैछु। आज खेती भने चाहिँ टमाटर रोप्न जाँदैछु। तपाईहरुले यो भिडियो हेर्नु कसरी खेती गर्नुपर्छ भनेर तपाईहरुलाई म देखाउँछु। त्यो पनि हेर्नु है गाइस। ल अब चाहिँ हामी बारीमा आइपुगिसक्यो। बारी चाहिँ अब एउटा मात्रै कोला छ। जस सघाउनु पर्छ त्यो रोपेर आज टमाटर त्यो भने छ। तपाईं पनि हेर्नु सिक्नु खेती कसरी गर्नुपर्छ भनेर है गाइस। हेर्नु कोला चाहिँ यही हो। त्यहाँ हेर्नु फर्स्टमा चाहिँ यसरी जोड्नुपर्छ। हो जोतेर टक्क त्यहाँबाट सम्म गरेपछि अनि त्यहाँबाट रोप्नुपर्छ। तपाईहरुलाई फुल भिडियो देखाउँछु हेर्नु न राम्रोसँगले। यहाँ भाइले नि के गर्छ आज बिछन हाल्छ होला टमाटर बिछन। हो गाइस हेर्नु यहाँ बिछन चाहिँ यही हो। जोस् यसरी मजाले रोपेछ मम्मीले। अब यो बिछन लगाएर त्यहाँनिर एउटा कोला छ आज त्यहाँ रोप्नुपर्छ। पुरै मस्तले झुल लाएर मछरी नटोकिसन लाग्यो झिल केला लाग्यो यो। जस किरा सिरा नछिरोस् भनेर मस्तले झुल लाछ यहाँनिर। अब यो बिछन लगाएर मजाले रोप्नुपर्छ अब टमाटर बिछन यही हो। ल हेर्नु तपाईहरु पनि यसरी टिप्नुपर्छ बिछन। हेर्नु यो खुन्टा गरेर टिप्दैछ यहाँनिर। आफू पनि टिप्नु लाग्यो यहाँनिर। यता भाउजू छ टिपिरहेको छ यहाँनिर बिछन। मम्मी यतातिर छ। मम्मीले राखेको बिछन यो। ल अब म पनि बिछन टिप्नु पर्यो। टिपेर यो भोरी बनाएर अनि लानुपर्छ रोप्नु गएर। ल बारी जोतेर पनि सक्यो। यहाँ अब चट्ट मिलाउनुपर्छ। हाम्रो जन यहीँ छ दुईजना जन। अब यहाँनिर मिलाएर के भनेको जन अझै आउनु बाँकी छ यहाँनिर एक दुईजना। कतिखेर आउने हो। अब यो खाल्टाखुल्टी भएको सब मिलाउनु पर्छ यहाँनिर। ल अब यो सब खाल्टाखुल्टी भएको यसरी मिलाउनु पर्छ। यहाँ हेर्नु तपाईँहरू नै खेती गर्नु सिक्नु। यसरी मिलाउनुपर्छ। यहाँ डनी त्यसरी तान्नुपर्छ। त्यहाँ डनी हेर्नु म पनि डनी तान्दैछु त्यहाँनिर। केही देखेको छैन आमा डढी पनि केही देखेको छैन। डनी तानेको यसरी तान्नुपर्छ। मैले पनि डनी तान्यो। नजिक भयो 3 भइसक्यो। मान्छे 4-5 बजेछ। अब सक्दैन एउटा बारी सघाउनु पर्छ भनेर भनिरहेको छ। हेर्नु त्यहाँ यसरी डोप हानेर बिछन हाल्नु त्यसरी हाल्नुपर्छ। हो यसरी पल पार्नुपर्छ। त्यहाँ हेर्नु यस्तो मिलाएर यहाँ बिछन हाल्ने मान्छे रोप्ने मान्छे एकजना मात्रै रोप्नु पनि खोइ मान्छे छैन कोही पनि। सघाउने मान्छे कोही आउँदैन यहाँनिर के गर्नु। पहिला अब मिल्थ्यो। अब आफ्नो आफ्नो खेती गर्छ अहिले मान्छेहरू सबजना। ल यहाँ चाहिँ अलि हल्का बाँझो रहेछ। यहाँ खन्नु पर्यो यो मिलाएर। खेती गर्नुपर्छ हेर्नु तपाईँहरू पनि। हेर्नु यत्रो झाडी निक्ल्यो झा। आजबाट टमाटर रोप्नु सुरु गर्यो। भर्खर एउटा बारी रोप्यो। अझै टन्नै रोप्नु छ बारी यहाँनिर। थोरै दिन लाग्छ। अब भोलि फुलपाती हुने छ। अब दसैँ सकेपछि अब दसैँतिर रोप्छ कि खोइ के गर्छ मलाई थाहा छैन। भोलि अब पाडा काट्नु के जानु।
जानुपर्छ ल ल म भोलि पनि अब पाडा काट्नु जानुपर्छ भनिरहेको छ फुलपाती भोलि टमाटर अझै टन्नै रोप्नु छ यो चाहिँ बारी हो खेतमा अझै रोप्नु बाँकी छ टमाटर टन्नै रोप्नु बाँकी छ भर्खर आज फर्स्ट ताल एउटा बारी रोप्यो ल हेर्नु यसरी रोपेको छ अहिले सब सुतेछ भोलि बिहान सब जाडो चाहिँ उठ्छ यिनीहरू अहिले निन्द्रा पुऱ्याउँदैछ अरे भनिरहेको छ उहाँनिर रोपेको यस्तो रोपिरहेको छ हेर्नु भर्खर यति रोप्यो उहाँसँग डढी ताने मैले अब म डोप हाल्नु लगाइरहेको छु यहाँनिर हेर्नु रोपेको यसरी रोप्नुपर्छ यसो थिच्नुपर्छ माटो हालेर पुरै यहाँनिर भर्खर यति रोप्यो अब म डोप हाल्नु लाग्यो यहाँनिर ल भर्खर त आधी सक्यो अब आधी नि यहाँ रोपेको छैन जनहरू त्यस्तो छ उहाँ पुरै ठाडो नरोपेर यहाँ खोइ सजिलो यहाँनिर यत्रो छ चाहिँ यत्रो बारी सजिलो रोप्नु भर्खर त आधी सला जस्तो भएको छ सक्छ न जन हाम्रो जन्ने बोल्छ खोइ सक्दैन सक्छ भने जन्ने हेरौँ कतिको सक्दो रहेछ जन्ने अब 4 भइसक्यो भर्खर आधी पनि रोपेको छैन डोप हानेर आधी भर्खर बिछन हालेर आधी सक्यो उहाँ रोप्दै आउँदैछ सक्दैन अझै खोइ 2.5 घन्टा बाँकी छ अझै रात पर्नु त्यतिमा सक्दैन रोप्ने 2 जना मात्रै भयो मान्छे त्यही भएर अलिक हेर्नु घाम लास्ट चर्को छ गर्मी छ लास्टै मम्मीले अरू मान्छेले बोलाएको त्यो मान्छेहरू आउनु पर्छ परेर भन्छ आएन उहाँ बारी बसेर के गर्नु सब ठगहरू जनलाई बोलायो आएन त्यहाँको बारी पनि नजाने अब रोप्नुलाई होइन भयो यति अब यहाँसम्म भने यति रोप्छ अब यहाँबाट डढी तान्नुपर्छ अब फेरि मैले त्यहाँबाट अनि यति सकेपछि ढुक्क भयो त्यहाँबाट हामीलाई होइन होइन हेरिरहेको छु जनु हाम्रो त्यहाँ बिछन हाले म चाहिँ सुतिसकेको त्यहाँनिर यहाँ डोप नहाने भनेर यहाँनिर हेरिरहेको छु अघि सुतिरहेको थिएँ ल डोप हान्छ ल साइज ल लिएर हेर्ने अब यस्तो ठेला उठ्छ हाम्रो धेरै पछि काम गरेर यस्तो हुन्छ ठेला उठेर दुखिरहेको छ पहिला ठेला पनि फुटिसकेको रहेछ यहाँनिर खेती गर्नु गाह्रो छ हेर्नु तपाईँहरू ए ल जौलो उखान अब बिछाउने उखान ल्याउनुपर्छ अब बिछाउने हाल्दा त सकेको रहेछ यहाँनिर सब बस्न थालिसक्यो मान्छेहरू ल सक्यो खिचेर अब उखान जाँदैछ हामी यहाँनिर बिछाना हाल्ने मान्छे र म यहाँ 2 जना ल यहाँ चाहिँ अलिक साह्रो रहेछ हेरेर खन्नु परेको छ यहाँनिर यहाँ पनि डाँडा काँडा गएर आएछ ट्र्याक्टरले सो म गर्दैछु अब सक्नु लगभग भनौँ न अब हेर्नु खोर्सानी फेरि अहिले उम्रेको छ हेर्नु यो पानी परेर खोर्सानी सबै भाँच्यो ल बल्ल सक्यो 3:30 बजीदेखि गरेको अहिले 6, 8, 10मा सिद्धियो यस बल्ल सक्यो अब यहाँ छ जनहरू सक्यो होइन यहाँ माइजहरू रोपिरहेको छ माइजहरू भाउजूहरू सबै छ यहाँनिर मम्मी छ ल बल्ल सक्यो रोपेर हो जस्तो घर जाँदैछ जोस् राति आउँदैछ ट्र्याक्टर पनि जमकै रात पर्यो यस्तो अँधारो बल्ल सक्यो ल जोस् ल फोटो मिठो भिडियो कस्तो भयो तपाईँहरूलाई जोस् आज टमाटर रोपेको तपाईँहरूलाई राम्रो लाग्छ भने जोस् लाइक सब्सक्राइब गर्नु होला के भन्ने कि जनले